नमस्कार साथीहरू, आज म तपाईहरुलाई कुनै पनि इमेजमा रहेको टेक्स्टलाई कसरी बाहिर निकाल्ने, अब टाइप गरेर धेरै बेर लाग्छ त्यसलाई चाहिँ कसरी कन्भर्ट गर्ने त्यो कुरा सिकाउन गइराखेको छु। त्यसको लागि तपाईले सर्वप्रथम त त्यो इमेजलाई स्क्रिनशट लिनुपर्ने छ र तपाई गुगलमा गएर इमेज टु टेक्स्ट भन्ने यो सर्च गर्नु होला। सर्च गरिसकेपछि यहाँनिर फोटो अपलोड गर्ने ठाउँ रहन्छ अथवा तपाईले कम्प्युटरमा हो भने डाइरेक्ट पेस्ट गर्न पनि मिल्छ। कन्भर्ट गर्नु होला, केही समय लाग्छ। केही समय लागिसकेपछि यसरी इमेजमा भएको टेक्स्टहरु आउँछ। जस्तो कि यो अहिले स्क्वाड लिस्ट हो बार्सिलोनाको। यसमा 1 नम्बर त्यो जर्सी नम्बर पनि छ, त्यसलाई म फाल्छु है। अब यो सिलेक्सन गरेर चाहिएको चीज चाहिँ तपाईले राख्न सक्नुहुन्छ। इमेजमा जे टेक्स्ट छ त्यति चाहिँ आउँछ र मैले यहाँनिरबाट छिटो यो नम्बरहरु चाहिँ फाल्छु, जर्सी नम्बरहरु। यसरी इमेजमा भएको वर्डहरुलाई हामीले चाहिँ टेक्स्टमा कन्भर्ट गर्यौं, त्यो पनि टाइप बिना नै र एकदमै छिटो छरितो हुन्छ यसरी गर्दाखेरि। अब यो टेक्स्टमा चाहिँ क्यापिटल लेटर मात्र रहेछ। अब यसलाई चाहिँ हामीले अब अगाडिको लेटर मात्र क्यापिटल, अरु चाहिँ स्मल लेटर यो बनाउनलाई अब फेरि के छ त भन्दाखेरि गुगलमा जानु होला, केस कन्भर्टर भनेर हान्नु होला। केस कन्भर्टर हानिसकेपछि यो सुरुमा आउने जुन छ त्यसमा जानु होला। यो भित्र चाहिँ तपाईले अहिलेको टेक्स्टलाई कपी पेस्ट गर्नु होला र कुन फर्ममा चाहिएको, अब क्यापिटल मात्र चाहिएको भने क्यापिटल मात्र पनि बनाउन मिल्यो। फर्स्ट लेटर मात्र क्यापिटल चाहिएको भने क्यापिटलाइज्ड केस भन्ने हुन्छ, त्यसमा क्लिक गरेपछि अगाडिको लेटर मात्र क्यापिटल, अरु चाहिँ स्मल हुन्छ अथवा स्मल पनि लेख्न मिल्छ। अब तपाईलाई कुन चाहिएको है। अब विभिन्न टेक्स्टहरु हुन्छ, यो फोटोबाट मात्र होइन कि अब तपाईले लेखेको टेक्स्टहरुमा अलिअलि मिस्टेकहरु छ हैन, तपाईहरुसँग अलरेडी टेक्स्ट वर्डहरु छ टन्नै, त्यसलाई कन्भर्ट गर्नु छ भने पनि यो केस कन्भर्टर प्रयोग गर्न सक्नुहुन्छ। ओके साथीहरु, आजको यो भिडियो तपाईलाई कस्तो लाग्यो? हामी यस्तै जानकारीमूलक नयाँ भिडियो लिएर आउने छौं। त्यसकारणले गर्दाखेरि यो च्यानललाई सब्स्क्राइब र लाइक गरिदिनु होला। थ्यांक यू सो मच। बाइ बाइ।